नमस्कार, भ्याकेन्सी अफ नेपाल युट्युब च्यानलमा दर्शक श्रोता महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। सदाझैँ आज पनि हामीले राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरह पदको नेपाल प्रशासन सेवा लेखा समूहमा पद सङ्ख्या संशोधनसहित दरखास्त आह्वान तथा प्रशासन लेखा परीक्षण र सङ्घीय संसद सेवातर्फ परीक्षा कार्यक्रम निर्धारण गरिएको विज्ञापन र सूचना लिएर उपस्थित भएका छौँ। सदाझैँ आज हामीले विज्ञापनमा थप सङ्ख्या संशोधनसहित परीक्षा तालिका लगायत विषयवस्तुमा यहाँहरूमाझ हामी उपस्थित भएका छौँ। सम्मानित उच्च अदालत पाटनबाट रिट नम्बर 081-0093-081-001235 र 081-001299 का सम्बन्धमा जारी भएको आदेश कार्यान्वयनको सिलसिलामा आयोगबाट यस पूर्व स्थगित गरिएका संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गतका नेपाल प्रशासन सेवा लेखा समूहमा पद सङ्ख्या थपसहित दरखास्त आह्वान र प्रशासन सेवा लेखा परीक्षण सेवा र सङ्घीय संसद सेवाका राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा वा अधिकृत वा सो सरह पदको परीक्षा कार्यक्रम निर्धारण गर्ने गरी आयोगबाट मिति 2081 11 महिना 19मा देहाए बमोजिम निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ भनेर लोकसेवा आयोग कार्यालयले 2081 साल फागुन 21 गते यो सूचना प्रकाशित गरिएको छ र सूचनामा भनिएको छ देहाए बमोजिम भनिएको छ नेपाल प्रशासन सेवा लेखा समूहको हकमा साबिक माग पदमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट थप माग प्राप्त भएकाले देहाए बमोजिम पद सङ्ख्या निर्धारण गरिएको छ। साबिकमा दरखास्त दिने उम्मेदवारहरूको दरखास्तलाई कायमै राखी देहाए बमोजिम निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ भनेर उल्लेख गरिएको छ। र यसमा भन्न खोजिएको कुरा के हो भने राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरह पदको नेपाल प्रशासन सेवा लेखा समूहमा पद सङ्ख्या संशोधनसहित दरखास्त चाहिँ माग गरिएको कुरा चाहिँ उल्लेख गरिएको छ। नेपाल प्रशासन सेवा लेखा समूहको हकमा साबिक माग पदमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट थप माग प्राप्त भएकाले देहाए बमोजिम पद सङ्ख्या निर्धारण गरिएको छ। साबिकमा दरखास्त दिने उम्मेदवारहरूको दरखास्तलाई कायमै राखी लेखा समूहतर्फ मात्र दरखास्त पेश गर्न चाहने उम्मेदवारहरूबाट ज्येष्ठता र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको हकमा यो सूचना प्रकाशन भएको मितिले 35 दिन र खुल्ला तथा समावेशी तर्फका विज्ञापनको हकमा 21 दिनभित्र दरखास्त आह्वान गरिएको छ भनेर उल्लेख गरिएको छ। यो विज्ञापन चाहिँ 2081 साल फागुन भनेको 11 महिना 21 गतेमा प्रकाशित गरिएको हो। थप भएको विज्ञापन पद सङ्ख्या चाहिँ थप गरिएको छ। त्यो चाहिँ जम्मा फागुन 21 गतेदेखि खुल्लाको हकमा चाहिँ 21 दिनभित्र भरिसक्नुपर्नेछ, दरखास्त चाहिँ पेश गर्नुपर्नेछ भनेर उल्लेख गरिएको छ। नेपाल प्रशासन सेवा लेखा समूहको साबिक विज्ञापनमा थप गरी कायम गरिएको पद सङ्ख्या भनेर उल्लेख गरिएको छ। विज्ञापित पदको बढुवा सूचना नम्बर विज्ञापन नम्बर भनिएको छ। पदको विवरण भनेर उल्लेख गरिएको छ। ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा सूचना नम्बर 171/081/82 भनिएको छ र यसमा खुल्ला महिला आदिवासी जनजाति मधेसी दलित अपाङ्ग र पिछडिएको क्षेत्रलाई निर्धारण गरिएको छ र साबिक विज्ञापित पद सङ्ख्या भनेर उल्लेख गरिएको छ।
ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा परीक्षाका लागि साविक विज्ञापित पद सङ्ख्या 18 जना रहेको छ र थप भएको पद सङ्ख्या 14 जना रहेको छ र थप पश्चात कायम हुन आएको कुल पद सङ्ख्या भनेको 32 रहेको छ। त्यस्तै गरी खुल्लामा जम्मा साविक विज्ञापित पद सङ्ख्या 24 जनाको रहेको छ र थप भएको पद सङ्ख्या भनेको 18 रहेको छ। 24 र 18 गरेर जम्मा खुल्लामा 42 जनाको पद सङ्ख्या चाहिँ माग गरिएको छ। त्यस्तै गरी महिलामा साविकमा 6 जना विज्ञापित पद सङ्ख्या माग गरिएको थियो भने थप 5 जनाको माग गरेर जम्मा 11 जनाको पद सङ्ख्या चाहिँ विज्ञापन खुल्ला गरिएको छ। आदिवासी जनजातिमा साविकमा 5 जनाको विज्ञापन प्रकाशित गरिएको थियो भने थप भएको पद सङ्ख्या भनेको 3 जना गरेर जम्मा 8 जनाको यसलाई माफ गर्नुहोला, आदिवासी जनजातिमा 5 जना साविक र थप भएको 4 जना गरी जम्मा 9 जनाको विज्ञापन प्रकाशित भएको छ। त्यसै गरी मधेसीमा साविक विज्ञापित पद सङ्ख्या 5 रहेको थियो भने थप भएको पद सङ्ख्या 3 गरी जम्मा 8 जनाको विज्ञापन माग गरिएको छ। त्यसै गरी दलितमा साविक विज्ञापित पद सङ्ख्या 2 जनाको रहेको थियो भने थप भएको पद सङ्ख्या 2 जना रहेको छ र जम्मा विज्ञापन सङ्ख्या 4 रहेको छ। त्यसै गरी अपाङ्गमा 1 जनाको विज्ञापन चाहिँ माग गरिएको थियो भने साविकमा फेरि थप सङ्ख्या 1 जना गरी जम्मा 2 जना पुर्याइएको छ। पिछडिएको क्षेत्रमा साविक विज्ञापित पद सङ्ख्या 1 भनेर उल्लेख गरिएको छ। यसमा चाहिँ थप भएको पद सङ्ख्या छैन, जम्मा 1 जना रहेको छ। सम्पूर्ण परीक्षा दिने र तयारी गरिरहनु हुने सम्पूर्ण साथीहरूका लागि मैले फेरि के अनुरोध गरेँ भने यो विज्ञापन चाहिँ 2081 11 महिना 21 गते प्रकाशित भएको हो। यसको 21 दिनभित्र यहाँहरूले चाहिँ दरखास्त आह्वान गर्नुपर्नेछ। क्यारे जुन शाखा अधिकृतको पद सङ्ख्यामा चाहिँ थप सङ्ख्या चाहिँ खुल्ला गरिएको छ। थप सङ्ख्या खुल्ला गरिएकोमा 14 जना चाहिँ ज्येष्ठतामा रहेको छ। खुल्लामा भनेको 18 जनाको थप गरिएको छ। महिलामा 5 जना थपिएको छ। आदिवासी जनजातिमा 4 जना, मधेसीमा 3 जना, दलितमा 2 जना, अपाङ्गमा 1 जनाको विज्ञापन सङ्ख्या थप गरिएको छ। फेरि मैले एकपटक दोहोऱ्याएँ साथीहरूको लागि, साविक विज्ञापित पद सङ्ख्या भनेको ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनमा 18, थप भएको पद सङ्ख्या 14 गरी जम्मा 32 जना। खुल्लामा साविक 24 जना थियो भने थप भएको सङ्ख्या 18, 24 र 18 गरी जम्मा 42 जनाको खुल्लामा विज्ञापन प्रकाशित गरिएको छ। त्यसै गरी महिलामा साविक 6 जना, थप भएको पद सङ्ख्या 5 जना गरी जम्मा 11 जना। त्यसै गरी आदिवासी जनजातिमा 5 जना साविकमा रहेको थियो भने थप भएको पद सङ्ख्या 4 जना रहेको छ र त्यसै गरी जम्मा 9 जना भएको छ। मधेसीमा 5 जना साविक र थप भएको पद सङ्ख्या 3 जना गरी जम्मा 8 जना रहेको छ। दलितमा साविक विज्ञापित पद सङ्ख्या 2 जना र थप भएको 2 जना गरी 4 जनाको जम्मा विज्ञापन खुल्ला भएको छ। अपाङ्गमा 1 जना साविक र फेरि 1 जनाको थप गरी जम्मा 2 जनाको विज्ञापन प्रकाशित भएको छ। त्यसै गरी पिछडिएको क्षेत्रमा 1 जनाको साविकमा मात्रै विज्ञापन प्रकाशित भएको छ। दरखास्त पेश गर्ने अब ख नम्बरमा भनिएको छ, दरखास्त पेश गर्ने प्रयोजनका लागि उम्मेदवारको शैक्षिक योग्यता, उमेर, अनुभव लगायतका अन्य शर्तहरू साविक मिति 2081 8 महिना 26 गतेको विज्ञापनमा उल्लेख भए बमोजिम हुनेछ भनेर उल्लेख गरिएको छ। यहाँ भन्न खोजिएको कुरा हो के हो भने शाखा अधिकृतको परीक्षाका लागि चाहिँ स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। सबै परीक्षा दिने विद्यार्थी महानुभावहरूले ध्यान दिनुपर्ने कुरा, स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। गमा नेपाल प्रशासन सेवा, लेखा परीक्षण सेवा एवं संसद सेवाको पदको हकमा देखाए बमोजिम परीक्षा कार्यक्रम सञ्चालन गरिन्छ भनेर उल्लेख गरिएको छ।
प्रशासन लेखा परीक्षण र सङ्घीय संसद सेवातर्फ संयुक्त र एकीकृत लिखित परीक्षा कार्यक्रम भनेर उल्लेख गरिएको छ। चरणपत्र विषय परीक्षा मिति समय भनेर उल्लेख गरेको छ। प्रथम चरण प्रथम पत्र विषय भनेको प्रशासनिक अभिरुचि परीक्षण, परीक्षा मिति 2081 साल 12 महिना 30 गते अर्थात् 81 साल चैत्र 30 गते, समय दिनको 11 बजे चाहिँ यो सबै समूहको लागि चाहिँ परीक्षा निर्धारण गरिएको छ। द्वितीय चरणको परीक्षा भनेको प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरू मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित हुन पाउने छन् भनेर उल्लेख गरिएको छ। पहिलो चरणको परीक्षा चाहिँ 81 साल 12 महिना 30 गते दिनको 11 बजे तालिका प्रकाशित गरिएको छ। प्रथम चरणको परीक्षामा उत्तीर्ण भइसकेका विद्यार्थीहरूले मात्र द्वितीय चरणको परीक्षामा सहभागी हुन पाउनेछन्। द्वितीय पत्र सबै सेवा समूहका लागि शासन प्रणाली विषयमा चाहिँ 2082 साल 2 महिना 22 गते दिनको 2 बजे परीक्षा समय तालिका प्रकाशित गरिएको छ। तृतीय पत्रको सबै सेवा समूहका लागि समसामयिक विषयवस्तुमा 2082 साल जेठ महिना 23 गते दिनको 2 बजे उल्लेख गरिएको छ। चतुर्थ पत्र प्रशासन सङ्घीय संसद र लेखा परीक्षण सेवाका लागि सेवा समूह सम्बन्धी 2082 साल जेठ महिना 24 गते दिनको 2 बजे परीक्षा तालिका उल्लेख गरिएको छ। मैले फेरि एकपटक यहाँहरूको ध्यान आकर्षण गर्न चाहेँ, ध्यान केन्द्रित गर्न चाहेँ। प्रथम पत्रको परीक्षा चाहिँ प्रशासनिक अभिरुचिको परीक्षा चाहिँ 2081 साल 12 महिना 30 गते अर्थात् चैत्र 30 गते दिनको 11 बजे हुनेछ र प्रथम पत्रको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूले मात्र द्वितीय र तृतीय चरणको परीक्षामा सम्मिलित हुन पाउनेछन् भनेर यो तालिकामा उल्लेख गरिएको छ। र द्वितीय पत्रको सबै सेवा समूहका लागि चाहिँ शासन प्रणाली भन्ने विषयमा 2082 साल जेठ महिना 22 गते दिनको 2 बजे परीक्षा हुनेछ। तृतीय पत्र सबै सेवा समूहका लागि समसामयिक विषयमा 82 साल 2 महिना 23 गते दिनको 2 बजे हुनेछ। त्यस्तै चतुर्थ पत्र प्रशासन सङ्घीय संसद र लेखा परीक्षण सेवाका लागि सेवा समूह सम्बन्धी 2082 साल जेठ महिना 24 गते दिनको 2 बजे हुनेछ भनेर परीक्षा तालिका उल्लेख गरिएको छ। घमा नेपाल परराष्ट्र सेवाको हकमा सम्मानित सर्वोच्च अदालतबाट रिट नम्बर 081W0752 मा भएको अन्तरिम आदेश बमोजिम सम्मानित अदालतबाट रिटको टुङ्गो लागेको बखत सोही बमोजिम हुने गरी हाललाई सम्पूर्ण परीक्षा स्थगन गरिएको छ भनेर यसमा उल्लेख गरिएको छ। त्यसैगरी ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन बढुवामा साविक विज्ञापित पद 18 जना थप भएको विज्ञापन, यसमा 14 जना गरी जम्मा 32 जनाको विज्ञापन चाहिँ प्रकाशित गरिएको छ। त्यसैगरी खुल्ला साविक 24 जना थप भएको 18 जना गरी जम्मा 42 जना विज्ञापन प्रकाशित गरिएको छ। त्यस्तै महिला साविकमा 6 जना थप भएको 5 जना गरी जम्मा 11 जना, आदिवासी जनजातिमा साविक 5 जना थप भएको विज्ञापनमा 4 जना गरी 9 जना, मधेसीमा साविक 5 जना र थप भएको 3 जना गरी 8 जना, दलितमा साविक 2 जना थप भएको 2 जना गरी 4 जना, अपाङ्गमा साविक 1 जना थप भएको विज्ञापन सङ्ख्या 1 गरी जम्मा 2 जना र पिछडिएको क्षेत्रमा 1 जनाको विज्ञापन रहेको छ भनेर यो विज्ञापनमा उल्लेख गरिएको छ। एकचोटि परीक्षा दिने साथीहरूका लागि के भन्न चाहन्छु भने राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सोसर पदको नेपाल प्रशासन सेवा लेखा समूहमा पद सङ्ख्या संशोधन सहित दरखास्त आह्वान तथा प्रशासन लेखा परीक्षण र सङ्घीय संसद सेवातर्फ परीक्षा कार्यक्रम निर्धारण गरिएको भनेर चाहिँ यो थप भएको विज्ञापनको सूचना प्रकाशित गरिएको छ। राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सोसर पदको
प्रशासन सेवा लेखा समूहमा चाहिँ संशोधनसहित दरखास्त चाहिँ आह्वान गरिएको छ भनेर उल्लेख गरिएको विज्ञापन रहेको छ। यो विज्ञापनमा चाहिँ फेरि एकपटक मैले रिवाइज गरेँ। ज्येष्ठता र कार्य सम्पादनद्वारा बढुवा हुने परीक्षामा साबिकमा 18 थप भएको पद सङ्ख्या 14 गरी जम्मा 32 जनाको विज्ञापन खुल्ला गरिएको छ। त्यसै गरी खुल्लामा 24 र थप भएको 18 गरी 42 जनाको विज्ञापन खुल्ला गरिएको छ। यहाँहरूले निर्धक्क भएर यो परीक्षाको तयारी गरेर यहाँहरूले बस्न सक्नुहुनेछ भन्दै आजको यो उसबाट म बिदा हुन चाहन्छु।